आज चाहिँ हामी त फर्किनु भाइ यार। आज त यहाँ हामी छौँ भाइ होइन, राई भाइ उता चोलेन्द्र भाइ, अनि यता त खड्काजी। आज यो चाहिँ यो के भन्छ अरे युरोपको खाडी भन्ने ठाउँ खाडी रोमानियाको यो ठुलो ब्रिजमा मुनि छौँ है। हाम्रो भाइले भन्छ बाँकी कुराहरू। कुनै एउटा यस्तो दामी ठाउँ छ त्यहाँ, तपाईँहरूलाई पनि हामी त्यो ठाउँमा भिजिट गराउने छौँ आजको दिनमा। ल हेर्दै जाउँ है त। देख्न सक्नुहुन्छ यो ठाउँ कस्तो के कस्तो हो भनेर। यहाँको रियल होइन, रियल स्टोरी, रियालिटी र एक्सपेक्टेसन कस्तो छ, कति फरक हुन्छ भन्ने कुरा चाहिँ भन्ने कुराहरू त्यो तपाईँहरूलाई त्यो जुन सोसियल मिडियामा चाहिँ शक्ति छ नि, ल हेर्नुहोस् आज, ल हेर्नुहोस् आज रियालिटी कस्तो छ भनेर हामी देखाइरहेछौँ। हामी प्रत्यक्ष लाइभमा देखाइरहेछौँ साथीहरू। संसारभरिको नेपालीहरूले हेर्नु होला है, यो हेर्नु होला। यो है त, ल हेर्नुहोस् है, यो यहाँको घरहरू यस्तो हुन्छ है साथीहरू। हामी चाहिँ गाउँमा छौँ है, यो सातुमारे के भन्ने ठाउँमा छौँ। सातुमारे यहाँको नीति नियम भनौँ अन्त यहाँको नेपालबाट ल्याएको कामदारलाई कस्तो तरिकाले काम हाल्छ र कसरी लगाउँछ भन्ने कुरामा पनि म तपाईँहरूसँग थोरै कुराहरू गर्न चाहन्छु गइरहेको छु। जस्तै नेपालमा हामी एक महिना आफ्नो एक दिनको सेलेरी पाउन सकिएन भने हामी सोसियल मिडियामा गएर हामी मस्तसँगले त्यो जागिर दिने मान्छेको हामी फोटोहरू फ्ल्याक्स गर्छौँ, हरेक कुराहरू फ्ल्याक्स गर्छौँ। तर यहाँ जुन ठाउँमा हामी काम गर्ने ठाउँमा यहाँ जुन रोमानियामा नेपालीहरूलाई 2 महिनासम्म पनि सेलेरी नदिकन राख्दा अब यहाँको हामीसँग पैसा हुन्छ वा छ वा छैन त्यो उनीहरूलाई थाहा हुँदैन होइन। हामी यहाँ भोकै मर्न सकिन्छ होइन। त्यो के भएको त, त्यो के भएको त, किन त्यस्तो यहाँ चाहिँ नियम कानुन किन यस्तो नियम कानुन यहाँ किन नभएको त मिचिएको छ हेर साथीहरू। त्यही भएर यहाँ चाहिँ डाइरेक्ट सप्लाई काममा चाहिँ नआउनु होला होइन, नआउनु होला। तर हामी युरोप आएर हामी युरोपमा छौँ त्यस्तो चाहिँ हामी फेरि भन्नु जान्दैनौँ हामी जे छ रहेको छौँ। तर वास्तविक त कुरो यही हो है साथीहरू, रियल हुनुपर्छ। त्यो कुनै ठाउँमा एउटा जग्गामा एउटा ठाउँमा सर्टेन प्लेसमा गएर चाहिँ राम्रो फोटो खिचेर राम्रो भिडियो मात्रै देखाएर चाहिँ त्यो हाम्रो नेपालीहरूमा धेरै त्यस्तो देखाउने चलन छ। त्यो बन्द गर्नुपर्छ है। त्यसले गर्दा अरू साथीहरूलाई त्यो मुनि काम लाग्दैन, अरूलाई मार्नु पर्छ। त्यही भएर रियालिटी कुरा गर्न लागिरहेको छु। यो भ्लगमा चाहिँ म तपाईँहरूलाई चाहिँ यहाँको रियल खास फ्याक्ट कुरा चाहिँ तपाईँहरूसँग म सेयर गर्न चाहन्छु है साथीहरू। त्यही भएर कति पनि साथीहरू हुनुहुन्छ नि अब होइन नेपालमा, अझै पनि हामी पनि रोमानिया जानु पाएँ होइन, युरोप छिर्नु पाएँ, कस्तो हुन्छ र है। 10 लाख 11 लाख 12 लाख बिजनेस गर्नुहोस् क्या, 12 लाख कति भन्छ नि होइन। तर यत्रो पैसा तिरेर आएर बाइक चाहिँ खतरै छ है, बाइक राम्रो छ। तर यत्रो तिरेर आउँछौँ, हाम्रो एक्सपेक्टेसन चाहिँ यहाँ चाहिँ के नै होला, ठुला मल होला, ठुला सहरहरू होला होइन, त्यस्तो लाग्छ होइन। फेरि भन त, काम हुन्छ हो त्यही हो, यस्तै हो साथीहरू। यो भ्लग चाहिँ म राख्छु जसै भए पनि होइन। रोमानिया भन्ने देश चाहिँ एकदम खत्तम। हेर साथी, यहाँ एकदम के भन्छ अरे उसको बिगी छ क्या सप्लाईहरूको होइन, दलेहरूको बिगी छ। यहाँ मान्छे बेचबिखन हुन्छ, श्रम शोषण हुन्छ, सबै कुरा हुन्छ यहाँ। हेर नेपालको भन्दा पनि बेहतर छ हुन त। अब हामी यहाँ आइपुगेपछि थाहा भयो रियालिटी। कतिपय साथीहरूलाई त्यो जानकारी नै छैन। जब फेरि नेपालीलाई त्यसो भन्यो भने चाहिँ कस्तो लाग्छ भन्दाखेरिमा चाहिँ फेरि यिनीहरू हिँड्यो गयो माछाले कमायो दिन्छ लाडोको अर्थ हामी दिँदैन हो यो चाहिँ फ्याक्ट कुरा हो है साथीहरू। त्यही भएर चाहिँ म के भन्न चाहन्छु भन्दाखेरिमा मान्छेहरूले केही पनि जाँदैन।
हाम्रो केही हुँदैन, केही खाँदैन। त्यही भएर 2 मिनटको भिडियोको जज नगर्नु होला। त्यो 2 मिनट पनि के 10-15 सेकेन्डको भिडियो हेरेर होइन त्यो यस्तो उस्तो स्टेडियम यही होइन त? स्टेडियम यही ए रोमानिया गएपछि कता छिर्छु भन्ने सपना छ भने त्यो सपना पनि गोजीमै राख्नु। गोजीमै राखे हुन्छ, बुला कामै छैन। बुला झुन्डाउने डुल्ने लन्ठ्याङ डुल्ने हल्का सम्पाङ्ने भने तिमी कता हिँडेको बुला हल्ल्याउँदै लन्ठ्याङ हुन्छ। यो भ्लग चाहिँ म हालिदिन्छु कि यो छ है युरोपको रियालिटी चाहिँ। ल सबैजनाले किप अन कमेन्ट अनि सब्सक्राइब के अरे भाइ सब्सक्राइब के अरे खड्काजी सब्सक्राइब गर्नु होला। अनि म यस्तै भिडियोहरू चाहिँ म रियल 60 कुरो खाँटी कुरो चाहिँ लिएर आउँछु। अनि हाम्रो एकोमोडेसनको बारेमा पनि म तपाईँहरूलाई देखाउन चाहन्छु है। हाम्रो एकोमोडेसन कस्तो छ भन्ने कुरा म तपाईँलाई रियालिटी र एक्सपेक्टेसन कस्तो हुन्छ भन्ने कुरा पनि देखाइदिन्छु। प्राय नेपालीहरूको चाहिँ कसरी बसेका छन्, कसरी खान्छन् भन्ने कुरा पनि त्यहाँबाट चाहिँ थाहा हुन्छ है साथीहरू। ल अहिले चाहिँ यति राखेँ, बाँकी कुराहरू चाहिँ म भरे अपडेट गर्छु है तपाईँ। ल धन्यवाद छ। दामी।